उहाँहरूले योभन्दा सानो बच्चाहरू पनि छ, उहाँहरूले आफ्नो बच्चाहरू लिइराख्नु भएको हुन्छ। न खानाको टुङ्गो न बस्नेको टुङ्गो, यति धेरै गर्मी छ, यति धेरै क्राउड छ, यति धेरै धुलो छ होइन। आफ्नो बच्चालाई चाहेर पनि केयर गर्न नसकिने अवस्थामा चाहिँ आफ्नो बच्चाहरू चाहिँ घरमै राख्नु होला। पिकनिकमा गयो भनेर खुसी भएर आफ्नो सानो सानो बच्चाहरू लिएर नआउनु होला। आज यति 2-4 जनाको यति बिजोग भएको छ। हामी ठुलोहरूको यति धेरै गर्मी भएर के भन्छ धुवा धुलोहरूको त पुरै छैन, यति धेरै छ है। खानुको टुङ्गो छैन बच्चाहरूलाई, त्यही भएर पनि वर्षक सानो सानो बच्चाहरू चाहिँ सामयिकमा आउनुहुन्छ भने नआउनुहोस्, घरमै सेफली बस्नुहोस्। कुनै दिन अलिक ठुलो भएपछि पिकनिकहरूमा लानु है। यो चाहिँ मेरो इन्फर्मेसन। मलाई चाहिँ आज साह्रै नराम्रो लाग्यो। 2-4 जना बच्चाहरूको यति धेरै बिजोग भएको छ, रुइरहेछ, कराइरहेछ है। र उनी आमाहरूले त्यतिकै झुन्डाएर हिँडिरहनु भएको छ। मेरो छोरा चाहिँ खाँदैछ अनि म पनि अहिले नै यस्तो गर्मी छ। अब दिन चैत वैशाख के होला, घरभित्रै बसिरहँदाखेरि त खासै त्यस्तो गर्मीको अनुभव भएको थिएन। बाहिर हिँड्दा त ओभर गर्मी हुँदो रहेछ। बाबु सबै लिएर आऊ, अब जाउँ परै गएर बसौँ। डान्स त हान्नै पऱ्यो नि, हल्का फुल्का डान्स गरिन्छ भक्कु, सके नसके। गर्मीले गर्दा सकिन्छ कि सकिँदैन। यसपालिको पिकनिक हेर्नु यस्तो अल्छी लाग्छ। यहाँ सुतिसकेको छ, धेरै अल्छी लागेर यहाँ सुतिसकेको छ मेरो आमा। म सुत्छु है, म सुत्छु। बच्चाहरूको खेल यहाँ सुरु भइरहेछ। आऊ यता। 10 वर्षभन्दा मुनिको बच्चाहरूको लागि पहिलो खेल तातो आलु। तातो आलु पनि खेल्दैछ सेकेन्ड म्याच। तातो आलु गेम हाजिरी प्रतियोगिता हुँदैछ। एन्टी लाइफहरू भन्छ। हावा दगु खाएको हावा आज दरो खायो, भोलिको अवस्था कस्तो होला थाहा छैन। रुगा खोकीले मरिनै पर्यो। गाइने भाइ एकदम धनी भइसक्यो। हेर्दा हातैभरि पैसा मेरो ब्याग। हाम्रो सिस्टरहरू चाहिँ सबैजना खेल्न जानुभयो, म चाहिँ नखेल्ने। हामी चाहिँ नाचेर खुट्टा दुखिरहेछ। फेरि बच्चाहरूको खेल चाहिँ सुरु हुन लागेको छ। मेरो छोरा यहाँ छ। यहाँ क्रिम थपिएको होला।
चिप लगेर मलाई यति हिँडेको छ त सुनिरहेको छ म यति हिँडेको छु खेल चाहिँ भन म चाहिँ उभिन बच्चाहरूको खेल सुरु हुँदैछ यहाँनिर लाइन के को भन्नुहुन्छ भने पानीपुरीको यहाँनिरको बच्चाहरूको लाइन हेर्नु पानीपुरी चाहिँ हाम्रोहरू चाहिँ कसरी भन्छ अनि हन्टीको लागि पनि रेडी हुँदैछ प्रोग्राम यति मजा हुँदैछ हन्टीको लागि रेडी यति धुलो छ आज भगवान् प्रोग्राम भन्दा पनि कसरी बचेर जाने भन्ने कुरा हन्टी फुटेन यति धेरै धुलो छ यति धेरै धुलो छ भगवान् आजको दिन कसरी कटायो यहाँ हेर्नुहोस् त कति छ धुलो पानीपुरीको लाइन डन्डी चाहिँ लट्ठी चाहिँ हेर्नु है कत्रो छ गाइस यहाँनिर हाम्रो वाट्टै लागेन पानीपुरीको लाइन फेरि आएको हिँड्न हुन्छ त्यही उठेर त हन्डी फुट्दैन मलाई मोतिर पनि छोड्दै रिसै उठेको छ मारो मुजे पनि परेन गाडीको सिसा पानीपुरी कसरी खाने अरे बाबु एउटा खाँदै आउँदै एउटा खाँदै आउँदै यस्तो रहेछ सिस्टम डन्ठी चाहिँ हेर्नु नपर्छ पक्कै फिसाउनु बोल्नु है अहिलेसम्म चाहिँ तपाईँ एकदम सिधा हुनुहुन्छ दिदी अगाडिबाट नहिँदिनु होला टाउकोमा लगाउने पट्टै हुनसक्छ एकदम यो सही छ फुट्यो भने चाहिँ तपाईँलाई हामी पुरस्कार पनि दिइहाल्छौँ लगनशील कृषि सहकारीबाट एउटा पुरस्कार दिनुपर्छ त्यतिले फुट्छ र फुटाउनै पर्ने अलमलिने होइन छिटो 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 हामी देखेको रहेछ देखेको छ क्या देखेको छ अलिअलि देखेकै छ देखेको क्या देखेको पानीपुरीको लाइन चाहिँ अझै पनि छ मेरो छोरा यहाँ छ यहाँ मेरो छोरा यहाँ अनि कता छ यहाँ छ मेरो छोरा पानीपुरी खाँदैछ एक फेरि कपिराइट लाग्छ क्या
चाहिँ राम्रै छैन क्या राम्रै भएन पाकेको पनि छैन कस्तो के चाहिँ बक आजको कार्यक्रम चाहिँ विसर्जन हुन लागेको छ बच्चाहरू यहाँनिर पाकेको छ मजाले पेट दुख्छ है हतार हतार भएको छ यहाँनिर हामी खाना पिकनिक आजको लागि खाजा खाएर अब चाहिँ हामी लाग्यौँ आजको दिन आजको धुलो सरीको दिन यति ह्याप्पिली भयो होइन पहिला चाहिँ बोरिङ भएको थियो अहिले चाहिँ एकदम मजा भयो यो सबै स्किनहरू यो बाहिरहरू सब इग्नोर गरिदिनु होला अब हामी घर जाँदैछौँ आजको हाम्रो गाडीहरू केटाकेटीहरू पुरा सिट्रोकमा एकदम बिजी अब घर पुगेरै म यथार्थ बताउने छु अहिलेको लागि यति नै आइपुग्यौँ है बल्ल बल्ल धुलो कति खाइएको छ भन्ने कुरा चाहिँ थाहा छैन यति धुलो कपाल पनि जट्टाधारी भएको छ म हजुरहरूलाई देखाउँछु यस्तो आया धुलो कति छ भन्ने कुरा त नि देखिँदैन यहाँ धुलो कति छ क्रिम त नाम मात्रै हो कि क्रिमको नाम पे धप्पा आयो भनेको जस्तै बाफ्रे यति त्यो है पिकनिक गयो धुलो माइ गड धुलो कति थियो भन्ने कुरा कसलाई थाहा छ है यति धेरै धुलो खाइयो अब हेरौँ आजको दिन त जसो डुलियो भोलि कसरी उठिन्छ भन्ने कुरा थाहा छैन होइन फोटो कता भिडियो कता सानो सानो कपिराइट लाग्छ भन्नेको डरले थोरै थोरै लियो होइन कपाल हेर्नु यस्तो छ आजको समग्रमा भन्ने हो भने सम्पूर्ण पिकनिक गयो मजा भयो सकेको छ मेरो पनि राम्रो यो दोमुखा 4 देखि 5 चोटि हामी चाहिँ गइरहेको हुन्छौँ गर्मीमा चाहिँ फेरि अत्याधिक गइरहेको हुन्छौँ त्यहाँनिर कहिलेकाहीँ त्यतिकै पनि हावा खानु त्यो खोलाको चिसो हावा खानु हामी गइरहेको हुन्छौँ र आजको दिन यसरी नै बित्यो मेरो फेरि युट्युब च्यानल चाहिँ भेरिफाई भएको छैन भेरिफाई हुन के गर्नुपर्छ त्यो कुरा पनि मलाई कमेन्ट गरिदिनुहोस् ल मलाई एकदम गाह्रो भइसकेको छ मेरो भेरिफाई गर्नु थोरै ठाउँबाट चाहिँ म अलिकति माथि उठ्ने कोसिस गरिरहेको छु हेल्प गर्नु होला हजुरहरूलाई म विनम्र अनुरोध गर्छु मेरो युट्युब च्यानल कसरी भेरिफाई गर्ने भन्ने कुरा चाहिँ मलाई कमेन्ट गरिदिनुहोस् ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो हाई हेलो गुड मर्निङ 7 बजिसकेको छ हिजोको दिउँसो भरेको यस्तो थकान भइरहेछ है हात खुट्टा यस्तो दुखेको छ जिउ दुखेको छ बल्ल बल्ल उठियो होइन छोरा चाहिँ बिहानै उठेर कोचिङ गइसक्यो श्रीमान पनि गइसक्नु भयो हस्बेन्ड पनि अब म त बाँकी छु अब म पनि उठ्छु बिस्तारै खानासाना बनाउँछु अझ केही गर्ने मुडै छैन हे भगवान यो कस्तो सुताइ हो सधैँको भगवानलाई मानव रूपी बरु बनाइदिनु नि मानव जस्तै मान्छे जस्तै यस्तो मजाले सुत्छ भगवान कस्तो सधैँ यसको यो के हो नाटक यो सुताइ यस्तो छाडी हुन्छस् यसरी सुत यसरी अहिले यसो गऱ्यो अहिले आउँदाखेरि उस्तै हुन्छ यो एकदम नटी मन हुँदैछ यो यस्तरी सुत बरु यहाँनिर यसो गरेर